हेलो एभ्रिवान। ल आज हामी केमिस्ट्रीको केमिस्ट्रीमा पास गराउनको लागि होइन एकदमै ठुलो भूमिका छ इलेक्ट्रोकेमिस्ट्री च्याप्टर। अब यसबाट आउने भनेको 5 नम्बरको क्वेसन आउँछ होइन, जसमा चाहिँ 3 मार्क्सको न्युमेरिकल आउन सक्छ अनि 2 मार्क्सको जति यो थ्योरिटिकल आउन सक्छ। त अब इलेक्ट्रोकेमिस्ट्रीमा के पढ्नुपर्ने छ? सबभन्दा पहिला हामीले जबसम्म च्याप्टरलाई बुझ्दैनौँ तबसम्म हामीले कुनै पनि त्यो च्याप्टरको कुनै पनि कुरा हामी बुझ्दैनौँ। च्याप्टरलाई बुझ्न एकदमै जरुरी छ। ल सबभन्दा पहिला हामी थ्योरिटिकलको कुरा गरौँ। थ्योरिटिकलमा हामीले डिफिनेसनहरू यो यति डिफिनेसन पढे पुग्छ, धेरै पढ्नु पर्दैन। ल के पढ्ने भन्दाखेरि इलेक्ट्रोइड पोटेन्सियलको डिफिनेसन पढिहाल्नु, यो एकदमै इम्पोर्टेन्ट छ। स्ट्यान्डर्ड इलेक्ट्रोइड पोटेन्सियल यसको डिफिनेसन पढ्नुहोस्। इलेक्ट्रोकेमिकल सिरिज एन्ड इट्स इम्पोर्टेन्स यसको डिफिनेसन, इलेक्ट्रोकेमिकल सेल यसको डिफिनेसन र इलेक्ट्रोलाइटिक सेल यसको डिफिनेसन पढ्नुहोस्। र ग्याल्भेनिक सेल अर भोल्टिक सेल जसलाई भनिन्छ ग्याल्भेनिक सेल अथवा भोल्टिक सेल भनिन्छ यसको डिफिनेसन पढ्नुहोस्। साल्ट ब्रिजको वाट इज साल्ट ब्रिज यो पढ्नुहोस् र यसको इम्पोर्टेन्ट के हो यो पढ्नुहोस्। अनि इएमएफ अफ सेल भनेको के हो यो पढ्नुहोस्। अनि स्ट्यान्डर्ड हाइड्रोजन इलेक्ट्रोइड भनेको के हो एसएचई। यति पढे पुग्छ। ल अब थ्योरिटिकलको कुरा यति पढे पुग्छ। अब न्युमेरिकलतिर जाउँ। न्युमेरिकलतिर धेरै केही दिमाग लाउनु पर्दैन, 3वटा कुरा जाने पुग्छ। फर्स्टमा सेल नोटेसन कसरी लेख्ने होइन, त्यसपछि सेल रियाक्सन यो पनि कसरी लेख्ने एकदमै इजी छ, धेरै चिन्ता लिनु पर्दैन। अनि त्यसपछि इएमएफ अफ सेल पनि पढ्नु पर्यो होइन, यो पनि न्युमेरिकलमा यी 3वटा गरेपछि 3 मार्क्स एक मार्क्सको आउँछ होइन। अनि इएमएफ सेलको इएमएफ निकाल्ने फर्मुला के हो त? ल यो च्याप्टरको भिभिआई फर्मुला भनेको के हो? इनट सेल इनट क्याथोड माइनस इनट एनोड, इनट सेल इक्वल टु इनट क्याथोड माइनस इनट एनोड। अब एउटा कुरा ध्यान दिने, इनट सेल भनेको इएमएफ हो, यो कुरा याद राख्ने है। इएमएफ भनेको नै इनट सेल हो। ल अब यो यहाँबाट 2 मार्क्स पाउन सक्छ र यहाँबाट 3 मार्क्स आउँछ, टोटल गरेर 5 मार्क्सको आउन सक्छ। अब फर्स्टमा हामीले थ्योरिटिकल कुरा धेरै टेन्सन लिनु कुरो भएन, जहाँबाट पनि नोट अथवा कुनै टिचरहरूले लेखाएको होला अथवा गुगल चल्दैछ आजकलको जमानामा होइन। ल फर्स्टमा हामीले यसलाई स्किप हान्छौँ र हामी न्युमेरिकलतिर जान्छौँ। ओके ल अब यो न्युमेरिकलतिर जानुभन्दा पहिले हामीले एउटा कुरा सिक्छौँ। के कुरा सिक्छौँ त? एउटा फिगर बनाउँछु, एउटा फिगर बनाएर तपाईँलाई देखाउँछु होइन। अब यो एउटा भाँडो बिकर हानिदिउँ न, बिकर भनिदिउँ न। ल यो चाहिँ अर्को बिकर, यो चाहिँ साल्ट ब्रिज, यो चाहिँ साल्ट ब्रिज है, यता देख्नु साल्ट ब्रिज, यो चाहिँ साल्ट ब्रिज। यो चाहिँ होइन जेडिएन होइन, यो चाहिँ ZnSO4, यो चाहिँ CU, यो चाहिँ CuSO4। ल यो लिक्विडवाला जुन छ नि यो चाहिँ CU हो, के अरे CuSO4 हो। अनि यो चाहिँ यो मेटल जस्तै छ नि यो चाहिँ CO हो अनि यो जिङ्क। ल अब यो चाहिँ भोल्टमिटर हो, भोल्टमिटर, र यो चाहिँ साल्ट ब्रिज हो। ल अब यो साल्ट ब्रिजको काम के हुन्छ म तपाईँलाई भन्छु। अघि नै क्वेसन पनि आएको थियो। ल अब क्वेसन यो पनि, यो चाहिँ फिगर भोल्टिक भोल्टिक सेल अथवा ग्याल्भेनिक सेल पनि भनिन्छ यसलाई, यो फिगरलाई। ल अब CU यो साल्ट ब्रिजको काम के हो? साल्ट ब्रिजले यो रियाक्सन जब यो इलेक्ट्रोनहरू जान्छ नि हो, यही बाटो साल्ट ब्रिजकै बाटो भएर इलेक्ट्रोनहरू यताबाट उता गर्छ। र भोल्टमिटरको काम त त्यही होइन होइन, यो मिटर हो होइन, देखाउने होइन, कुनै पनि कति मिटर अथवा त्यो भयो कति भोल्टमा त्यो उत्पादन भयो, भोल्टमिटर यही हो। अब यो जेडिएन आइगयो, जेडिएनएसओको सोल्युसन आइगयो। ल अब
यति बुझे पुग्छ। 40 बिटको काम त्यही हो, इलेक्ट्रोनहरू त्यो गर्ने, रियाक्सनलाई गराउने इलेक्ट्रोनको सहायताले अथवा इलेक्ट्रोनको मुभमेन्ट अफ इलेक्ट्रोन, इट हेज टु मुभमेन्ट अफ इलेक्ट्रोन। ल अब अर्को कुरा के हो भन्दाखेरि अब यो त बुझ्यो होइन, यो बुझ्यो। अब यो बुझेपछि अब चाहिँ एनोड स्मल हुन्छ है। एनोड जहिले पनि स्मल हुन्छ, अक्सिडेसन देन स्मल भ्यालु हुन्छ। एनोड जहिले पनि स्मल भ्यालु हुन्छ, अक्सिडेसन हुन्छ। अक्सिडेसन भनेको लस अफ इलेक्ट्रोन, ल अनि क्याथोडमा के हुन्छ? क्याथोड भनेको बिग भ्यालु, यसमा चाहिँ रिडक्सन हुन्छ। रिडक्सन भनेको गेन अफ इलेक्ट्रोन। ल लस गर्यो भने प्लस चार्ज आउँछ, लस अफ इलेक्ट्रोन गर्यो भने प्लस चार्ज आउँछ, र गेन अफ इलेक्ट्रोन गर्यो भने माइनस चार्ज आउँछ। यति कुरा दिमागमा सेट बसाल्ने होइन। अब एनोडमा जहिले पनि अक्सिडेसन हुन्छ, क्याथोडमा जहिले पनि रिडक्सन हुन्छ। क्याथोड जहिले पनि बिग भ्यालु हुन्छ। क्याथोड भनेको बिग भ्यालु सम्झिने। अहिले न्युमेरिकल गर्दाखेरि अनि क्याथोड भनेको कुन भ्यालु भनेपछि बिग भ्यालु हुन्छ, त्यसमा भ्यालु दिएको हुन्छ, एउटा स्मल एउटा बिग। त्यसलाई यो फर्मुलाले हामीले सल्भ गर्ने हो। ल अब हामीले केही बुझ्नु पर्दैन, केही दिमाग लगाउनु पर्दैन, बास यति बुझ्ने कि क्याथोड भनेको बिग भ्यालु हुन्छ अनि रिडक्सन हुन्छ। क्याथोडमा रिडक्सन भनेको के अरे गेन अफ इलेक्ट्रोन हो। अनि एनोडमा के हुन्छ भन्दाखेरि एनोडको जहिले पनि स्मल भ्यालु हुन्छ होइन, अनि त्यसमा जहिले पनि अक्सिडेसन हुन्छ। अक्सिडेसन भनेको गेन अफ इलेक्ट्रोन। बास यति बुझेपछि भयो भयो। अब एउटा हामीले क्वेसन लिन्छौँ होइन, एउटा क्वेसन लिन्छौँ र त्यो क्वेसनलाई सल्भ गर्ने प्रयास गर्छौँ होइन। अब क्वेसन एउटा लिन्छौँ, फाइन्ड इएमएफ अफ सेल। फाइन्ड, ल म योबाट स्टार्ट गरेँ है। ल इएमएफ अफ सेल निकाल्न पहिला सिकौँ, त्यसपछि सेल नोटेसन एन्ड सेल रियाक्सन। फाइन्ड इएमएफ। ल इएमएफ कसरी निकाल्ने त? इएमएफ निकाल्नको लागि होइन, इएमएफ निकाल्नको लागि के गर्नु पर्दैन, यो महामन्त्रलाई, यो फर्मुलालाई याद राख्ने सबभन्दा पहिला। ई नट सेल इक्वल टु ई नट क्याथोड माइनस ई नट एनोड। यो फर्मुला जबसम्म याद छैन तबसम्म यो हामीले इएमएफ अथवा ई नट सेल निकाल्न सक्दैनौँ। ई नट सेल भनेको इएमएफ हो। त यो फर्मुला दिल र दिमागमा छापिहाल्ने होइन। अब यो फर्मुला, अब क्वेसन दिन्छ। अब क्वेसन एउटा लिउँ है। ई नट जेडिएन प्लस 2 इक्वल टु माइनस 0.76 भोल्ट। ई नट Fe plus 3 Fe plus 2 इक्वल टु 0.77 भोल्ट। ल अब यसमा भन्नुहोस् कि एनोड कुन हो र क्याथोड कुन हो। ल एनोड भनेको अघि नै म लेखाएको थिएँ, क्याथोड भनेको जहिले पनि बिग भ्यालु हुन्छ अनि एनोड भनेको जहिले पनि स्मल भ्यालु हुन्छ। ल यसमाको बिग भ्यालु र स्मल भ्यालु कुन हो भन्नुहोस्। बिग भ्यालु भनेको पक्कै पनि यो हो अनि स्मल भ्यालु भनेको पक्कै पनि यो हो, किनभने यहाँ माइनस पनि छ होइन। माइनस भनेको त सानो हो नि, यो यहाँ चाहिँ इन्भिजिबल रूपमा त प्लस छ, यो केही छैन भने इन्भिजिबल रूपमा प्लस छ। यो बच्चाको क्लासमा पढेर आउनुभएको होला। ल अब हामीले केही गर्नु पर्दैन, यही फर्मुला लगाइदिने। ई नट सेल इक्वल टु ई नट क्याथोड माइनस ई नट एनोड। ल अब क्याथोड भनेको के हो? ल अब यो क्याथोड भनेको त यही त भयो, यो किनभने यो बिगेस्ट भ्यालु छ नि त क्याथोड। एनोड भनेको यही त हो, किनभने यहाँ स्मलेस्ट भ्यालु छ नि, त्यही भएर क्याथोड र एनोड छुट्याउन जानु पर्यो। अब क्याथोड र एनोड छुट्याउन जानिसकेपछि यो हिसाब गर्न त केही भएन होइन। क्याथोड हामी जानिसक्यौँ, एनोड जानिसक्यौँ, फर्मुला थाहा भएको हो भने के छ र यसमा निकाल्नु पर्यो। अब भइगयो त। अब 0.77 क्याथोडको ठाउँमा लेखिदिने यही होइन, 0.77। अब यो माइनस, यो फर्मुलाको माइनस आयो। अब यहाँ के छ भन्दाखेरि माइनस 0.76 भोल्ट छ। ल अब माइनस 0.76 भोल्ट, भोल्ट पछि लेख्दा पनि हुन्छ, यता लेख्दिनँ भोल्ट इक्वल टु।
अब यो 0.77 भनेको यो क्याथोड भइगयो अनि माइनस फर्मुलाको माइनस अनि एनोडको ठाउँमा माइनस 0.76 एनोड भयो। ल अब हिसाब गरौँ 0.77 माइनस अब यो माइनस र यो माइनस के भइगयो प्लस भइगयो नि यो माइनस र यो माइनस के हुन्छ माइनस माइनस के हुन्छ प्लस हुन्छ यो चाहिँ थाहा होला किनभने बच्चा बच्ची यस्तो यो कुराहरू बच्चा बच्ची हुँदाखेरि पढाइन्छ। ल 0.76 भोल्ट अब यसलाई जोडेर कति आयो जति आयो त्यही भोल्ट एन्सर कति आयो त यसलाई जोडेर 1.53 आयो होला 1.53 प्लस 1.53 भोल्ट। ल अब लास्टमा लेख्दाखेरि यदि माइनस छ भने माइनस र प्लस छ भने यहाँ प्लस लेखिदिने यो अगाडि माइनस र प्लस लेख्न नबिर्सने। यदि प्लसमा एन्सर आयो भने यहाँ प्लस लेख्नु पर्यो अनि माइनसमा एन्सर आयो भने यो माइनस यहाँ लेख्नु पर्यो 53 भोल्ट एन्सर। ल यही हो हाम्रो इएमएफ निकाल्न केही छैन। ल एकचोटि म रिपिट गरिदिन्छु हैन। इएमएफ निकाल्नको लागि सबभन्दा पहिला हामीलाई यो फर्मुला थाहा हुनु पर्यो इनर सेल इक्वल टु इनर क्याथोड माइनस इनर एनोड बस खतम। क्याथोडबाट एनोड घटाउने बिग भ्यालुबाट स्मल भ्यालु घटाउने भनेको। ल अब यो क्वेसन दिन्छ यो चाहिँ क्वेसनैमा आउँछ हैन। फाइन्ड इएमएफ भनेर यस्तो क्वेसन आउँछ हामीले डाइरेक्ट सोलुसन गरिदिएको यो चाहिँ क्वेसनै यस्तै आउँछ हैन। अब हामीले अब यस्तो क्वेसन अब गिभन भनेर यो लेख्दिने हैन यो चाहिँ लेख्नु पर्यो गिभन भनेर एन्ड देन फर्मुला यो जुन हामीले महामात्रको रूपमा लिएछौँ यो फर्मुलालाई हामीले लेखिदिनु पर्यो। अब फर्मुला लेखिदिएपछि अनि क्याथोड र एनोड चिन्नु पर्यो। फर्मुला लेखिदिएपछि क्याथोड र एनोड चिनिएपछि अब त केही गर्नु परेन हैन। हामीले क्याथोड र एनोड चिनिसकेछौँ फर्मुला पनि जानिसकेछौँ भने के गर्नु पर्यो त यो हिसाब गरिदिने सल्भ गरिदिने हैन अनि जति एन्सर आउँछ त्यति एन्सर लेखिदिने बस भयो। यो हो हाम्रो इएमएफ निकाल्ने तरिका। ल इएमएफ एउटा त हामीले भ्याइदियौँ हैन एउटा केही गाह्रो छ त केही गाह्रो छैन बस यति मात्र याद गर्नु पर्यो इनर सेल इक्वल टु इनर क्याथोड माइनस इनर एनोड बस यति मात्र। ल अब सेल नोटेसन ल अब यहाँ जाउँ यो बिचकोलाई लास्टमा गरौँ अलि त्यो कम्प्लिकेटेड छ। अब सेल नोटेसन पढ्नको लागि सबभन्दा पहिला हैन हामीले इलेक्ट्रोकेमिस्ट्रीको इएमएफ अथवा इनर सेल सल्भ गर्न सिकिसक्यौँ हैन यो सिकिसक्यौँ। अब सिक्ने हो सेल नोटेसन। सेल नोटेसनको सिक्नको लागि सबभन्दा पहिला त यो नोटलाई याद राख्ने। यो नोटलाई नजानेपछि यो सेल नोटेसन लेख्न सकिँदैन हैन। त यो नोट के हो भन्दाखेरि एनोड जहिले पनि स्मल भ्यालु हुन्छ त्यो त हामीलाई थाहा भएकै कुरा हो यो थाहा भएको कुरा हो। क्याथोड जहिले पनि बिग भ्यालु हुन्छ यो थाहा भएको कुरा हो। अब एनोडमा के हुन्छ अक्सिडेसन हुन्छ क्याथोडमा के हुन्छ रिडक्सन हुन्छ अब अक्सिडेसन भनेको के हो अक्सिडेसन भनेको लस अफ इलेक्ट्रोन अनि रिडक्सन भनेको के हो गेन अफ इलेक्ट्रोन हैन। अक्सिडेसन भनेको लस अफ इलेक्ट्रोन अनि रिडक्सन भनेको गेन अफ इलेक्ट्रोन। यति जानेपछि यो सेल नोटेसन पनि गर्न सकिन्छ सेल नोटेसन ओके। ल अब म एकछिन बुझाउँछु यो अक्सिडेसन र रिडक्सन यसमा धेरै मान्छेहरू कन्फ्युज हुन्छन्। त इलेक्ट्रोन लस गर्नु भनेको प्लस चार्ज आउनु हो कि नै हैन प्लस चार्ज आउनु भनेको त इलेक्ट्रोन लस गर्नु हो। जस्तै एमजीलाई इलेक्ट्रोन यसलाई दियो भने प्लस चार्ज कहाँ आउँछ त यहाँ आउँछ प्लस चार्ज यसको माथि। अब यसले यसलाई दियो भन चाहे यसले इलेक्ट्रोन घुमायो भन। अब यसले घुमायो अनि यसले पायो हैन अथवा यसले यसलाई दियो भनेपछि योसँग त घुम्यो नि योसँग त छैन नि। अब त्यही भएर लस अफ इलेक्ट्रोन यसले इलेक्ट्रोन लस गर्नु भनेको प्लस चार्ज आउनु अथवा डोनेट गर्नु हैन। त जसको लस छ नि जुन कम्पाउन्डको इलेक्ट्रोन लस हुन्छ त्यसको माथि प्लस चार्ज आउँछ यो दिन र दिमागमा छ। अनि जुन ले लिन्छ त्यसको माथि माइनस चार्ज आउँछ यो कुरा याद राख्ने। गेन अफ यदि एमजी अब यसले चाहिँ गेन गर्यो भने यसको माइनस चार्ज आउँछ हैन यसको माइनस चार्ज आउँछ अथवा माइनस चार्ज नआए पनि केही पनि हुँदैन या त माइनस चार्ज आउँछ या त केही पनि हुँदैन ओके। ल अब यो सिकिसकेपछि अब अक्सिडेसन र रिडक्सनको त थाहा भयो हैन। जहाँ अक्सिडेसन भयो तहाँ प्लस चार्ज लगाइदिने रिडक्सनमा अरमा हुन्छ प्लस चार्ज लगाउनु पनि के अरे माइनस चार्ज
कुनै ठाउँमा लगाउनुपर्छ कुनै ठाउँमा लगाउनु पर्दैन। त यसमा त सायद जहाँसम्म मलाई हिसाबमा लाग्छ तहाँसम्म यहाँ पर्दैन होला होइन, -4 लगाउन केही पनि होइन, अथवा थोरैवाला लेख्नु जस्तै अब ल हिसाब गरेपछि बुझिन्छ। अब यसको स्टेपहरू के हो, के गर्ने त? यो अक्सिडेसन र रिडक्सन त मैले बुझाएँ होइन। अक्सिडेसनमा जहिले पनि लस अफ इलेक्ट्रोन भनेको प्लस चार्ज आउनु हो। ल अब यसलाई सेल नोटेसन लेख्दाखेरि सबभन्दा पहिला फर्स्ट स्टेपमा दुईटा प्यारालल लाइन तान्ने होइन। अब दुईटा प्यारालल लाइन तानिसकेपछि प्यारालल लाइनको राइटपट्टि एउटा लाइन तानिदिने, प्यारालल लाइनको लेफ्टपट्टि पनि एउटा लाइन तानिदिने। अब यो प्यारालल लाइन भनेको के हो त? यो प्यारालल लाइन भनेको साल्ट ब्रिज हो, साल्ट ब्रिज। अब राइट साइड जहिले पनि क्याथोड हुन्छ र लेफ्ट साइड जहिले पनि एनोड हुन्छ। अब यति कुरा जानिसकेपछि हामीले 50% हामीले सेल नोटेसन लेख्न जाने। अब बाँकी बच्यो 50%। अब सेल नोटेसन लेख्दाखेरि अब क्वेसन लेख होइन, क्वेसन E नट mg प्लस mg इक्वल टू -2.37 भोल्ट होइन। E नट Cu प्लस Cu इक्वल टू 10.34 भोल्ट। अब होइन, अब के गर्ने त? सबभन्दा पहिले हामीले क्याथोड र एनोड चिन्नु पर्यो। क्याथोड भनेको जहिले पनि बिगेस्ट भ्यालु। अब यसमाको बिगेस्ट भ्यालु कुन हो? यो हो नि बिगेस्ट भ्यालु भनेपछि क्याथोड कुन भयो? यो हो नि क्याथोड। अब एनोड कुन भयो? यो एनोड भयो। ल अब हामीलाई अरू केही कुरा नहेर्ने, बस यति मात्र हेर्ने, यति मात्र हेर्ने, यति मात्र हेर्ने। क्याथोडको यति मात्र हेर्ने, एनोडको यति मात्र हेर्ने। अब एनोड क्याथोडको ठाउँमा यो लेखिदिने, एनोडको ठाउँमा यो लेखिदिने। अब यो स्ल्यास भनेको नि यो स्ल्यास भनेको यही स्ल्यास हो, तिमीले जुन लेखेछौ नि यो यही स्ल्यास हो। अब जे छ त्यही लेखिदिने। अब एनोडको ठाउँमा के छ? mg छ, mg छ, mg छ। ओके, mg छ होइन, mg यो प्लस माइनस केही नहेर्ने, यो प्लस केही हेर्नु पर्दैन। अब Cu क्याथोडको ठाउँमा के छ? Cu छ, त Cu लेखिदिने। स्ल्यासको यो स्ल्यास भएको यो Cu को यो Cu, यो सेल नोटेसन लेखिरहेको छौँ है हामीले। अब बल्ल प्लस माइनस हेर्ने। अब यहाँ मैले के लेखेको छु भन्दाखेरि अक्सिडेसन भनेको लस अफ इलेक्ट्रोन। अब यहाँ mg छ, यहाँ mg छ। अब mg मा अब यहाँ प्लस छ होइन, दुईवटा प्लस छ। अब यहाँ हामीले यो लस गर्यो कि गेन गर्यो भन्नुहोस् तपाईँहरू? हामीले जहिले पनि प्रोडक्टलाई हेर्ने, रियाक्टेन्टलाई पनि हेर्ने। अब यो रियाक्टेन्टले यो दुईटा प्लस चार्ज भनेको त होइन, यो दुईटा प्लस चार्ज भनेको त यसले लस गरेछ नि, त्यही भएर त प्लस चार्ज आयो। भनेपछि हामीले प्रोडक्टलाई हेर्नु पर्यो। अब यसले लस गरेछ तर यसले त गेन गरेछ, भनेपछि यो रिडक्सनमा आयो। रिडक्सनमा यसमा माइनस हुँदैन है, माइनस यसमा यहाँ माइनस रिडक्सन गऱ्यो भने माइनस लेख्दैन, यो हुँदैन। यही प्लस यता र उता जान्छ, यही प्लस यता र उता जान्छ। अब अक्सिडेसन भनेको त लस होइन, यो प्रोडक्टलाई हेर्ने। भनेपछि यहाँ प्लस छ भनेपछि लस त यसले गरेछ, अनि यता आएर गेन भएछ, यहाँ आएर गेन भएछ। अब लस कसरी गऱ्यो भनेपछि यहाँ प्लस चार्ज छ नि, मैले के भनेको थिएँ? लस अफ इलेक्ट्रोन अक्सिडेसन भनेको जब लस अफ इलेक्ट्रोन गर्छ त्यसको माथि प्लस चार्ज आइहाल्छ, जब गेन अफ इलेक्ट्रोन गर्छ त्यसको पावरमा -4 आउँछ। तर -4 कुनै ठाउँमा लेख्नु पर्दैन। हेर्नुहोस्, यही प्लस माइनसलाई यता र उता गर्ने हो, यो माइनस यहाँ हुँदैन होइन। अब यो प्लसलाई उता पठाइदिउँ हामीले। अब यो mg प्लस प्लस, अब यो अक्सिडेसन भयो, यो अक्सिडेसन भयो। अब यहाँनिर तपाईँहरू कन्फ्युज हुन सक्नुहुन्छ। रिडक्सनमा हेर्नुहोस् न, यति हेर्नुहोस् कि यहाँ यो प्लस चार्ज, यो तपाईँले यहाँ माइनस लेख्नु पर्दैन, यो प्लसलाई यता र उति गराउने हो, यता र उति गराउने हो। यो +2 लेख्ने,
अब यो प्लसलाई यता उल्टी गराउने हो भनेपछि यहाँ यो त अक्सिडेसन भयो, यो चाहिँ रिडक्सन भयो। त हामीले प्रोडक्टलाई हेर्नु पर्यो। त यहाँ रिडक्सनमा आएछ, त्यही भएर यो प्लस दुईटा प्लसलाई हटाएर यहाँ +2 अथवा प्लस प्लस लेखिदिने। अब बल्ल यो अक्सिडेसन भयो भनेपछि जस्तो यो छ अब त्यस्तै लेख्ने। यामजी सुरुमा यामजी नै छ। अब दुईटा प्लस यहाँ आयो प्लस प्लस। अब बल्ल यो अक्सिडेसन भयो किनभने यसको लस भयो, लस लस यसले गर्यो होइन। मेन प्रोडक्टलाई हामीले हेर्ने हो। अथवा अब यस्तोमा कन्फ्युज हुन सकिन्छ होइन। अब रिडक्सनमा अहिले पछि बुझाउँछु फेरि। रिडक्सनमा के गर्ने हो, रिडक्सनमा यो सियु छ नि, सियु प्लस प्लस पहिले राखिदिने हो। यो सियु जताको तस्तै, यो चाहिँ ठिक छ, यो चाहिँ रङ छ, त्यही भएर यसलाई मिलाउनु पर्यो। यो प्लस दुईटा प्लसलाई यहाँ प्लस लेख्नु पर्यो पछाडिपट्टि होइन। किनभने लस अफ इलेक्ट्रोन भनेको त अक्सिडेसन हो, अक्सिडेसन यसमा भइरहेछ, त्यही भएर लस अफ इलेक्ट्रोन भनेको प्लस चार्ज आउनु हो, यति बुझ्नु। अब सियु अब यहाँ के छ, गेन अफ इलेक्ट्रोन भनेपछि यसले लस गर्यो, यसले चाहिँ गेन गरेछ, त्यही भएर त्यसमा केही चार्ज छैन। यदि यसले लस गरेको भए यहाँ प्लस चार्ज हुन्थ्यो, यहाँ केही हुन्थेन, त्यही भएर यसले त गेनै गरेछ होइन, रिडक्सनै हुन्छ यहाँ क्याथोडमा, त्यही भएर यहाँ चाहिँ प्लस चार्ज हुन्छ, यहाँ चाहिँ केही हुँदैन। ओके ल, अब यो हामीले प्लसलाई केही ध्यान अरू केही बुझ्नु पर्दैन। यो प्लस जुन छ नि यसलाई यता र उता गराउने, मिस्टेक छ भने सच्याउने होइन। जस्तै यहाँ मिस्टेक लेखेछ, यहाँ पछि याम दिनु पर्यो किनभने एनोडमा त अक्सिडेसन हुने हो। अक्सिडेसन भनेको त लस अफ इलेक्ट्रोन भनेको प्लस चार्ज आउनु हो र हामीले प्रोडक्टलाई हेर्छौँ, त्यही भएर प्लस चार्ज। अब यस्तो गरी बुझिएन भने अर्को पनि मेथड छ, मेथड 2, मेथड 1, मेथड 2। अब मेथड 2 बुझाउने कसरी बुझ्छौँ होइन। मेथड 2 मा सिम्पल छ होइन। जुन बडी नम्बर छ त्यसलाई पछाडिपट्टि लेख्ने, जुन बडी पावर छ नि त्यसलाई पछाडिपट्टि लेख्ने। एनोडमा बडी पावरलाई पछाडि लेख्ने होइन। क्याथोडमा बडी पावरलाई अगाडि लेख्ने बडी पावरलाई जुन बडी पावर छ नि, पावर भन्नाले प्लस प्लस होइन, यो पावर बनिरहेको छ, प्लस प्लसवाला, प्लस प्लस अथवा माइनस माइनस प्लसवाला, यो प्लसलाई भनिरहेको छु, यो प्लसलाई। अब यसमा एनोडमा के लेखेको छ, बडी पावर छ। अब कुन कसमा बडी पावर छ, कसमा बडी प्लस छ, यहाँ प्लस लेखिदिनु होइन, पावर। जुन बडी प्लस छ त्यसलाई के लेख्ने, पछाडि लेख्ने, त्यस्तै हामी गरेछौँ यसमा। अब यो दुई मध्येमा अब पहिला त यसमा पावर 2 थियो होइन, यसमा केही थिएन भनेपछि अब यो पावर यहाँ त 2 पावर छ, यहाँ केही छैन भनेपछि यो बढी छ नि 2 भनेपछि यसलाई पछाडि लेखिदिने बास, +2। अब यहाँ के छ, यहाँ त अब यो बढी प्लसलाई अगाडि लेख्ने भनेपछि यहाँ प्लस प्लस। ओके बस यही हो सेल नोटेसन यही, बस खतम, यही हो लेख्नुपर्ने। यहाँ प्लस र माइनस छुट्याउनमा अलिक गाह्रो छ होइन, त्यही पनि गर्दा गर्दै 2-4वटा प्र्याक्टिस गर्नु आफै भइहाल्छ, केही गर्नु पर्दैन। बढी यो मेथड लगाउन, बढी प्लसलाई पछाडि फालिदिने अनि कम प्लसलाई अगाडि फालिदिने। एनोडमा क्याथोडमा बढी प्लसलाई अगाडि फाल्ने, कम प्लसलाई पछाडि फाल्ने। अब यहाँ प्लस, अब यहाँ यस्तो पनि हुनसक्छ, यो यामजी मात्रै आउने होइन, यहाँ प्लस पनि आउन सक्छ। जस्तै यहाँ +4 भइगयो, यहाँ +2 भइगयो, यहाँ +3 भइगयो, यहाँ +2 भइगयो भनेपछि अब यसमा बढी प्लस के छ, अब यसमा बढी प्लस त 4 छ अनि कम +2 छ भनेपछि +2 यहाँ राख्ने, +4 यहाँ राख्ने। कम प्लसलाई अगाडि लेख्ने, बढी प्लसलाई पछाडि लेख्ने एनोडमा। अनि यहाँ के छ, +3 छ, यहाँ +2 छ भनेपछि +3 यहाँ लेख्ने किनभने अगाडि बढी प्लसलाई अगाडि लेख्ने अनि +2लाई पछाडि लेख्ने किनभने यो कम प्लस छ होइन, सानो छ, 3 ठुलो हो नि 2 भन्दा, त्यही भएर अगाडि लेख्ने, कम प्लसलाई अगाडि लेख्ने। ल
यति बुझेपछि पुग्छ। यो हो सेल नोटेसन हामीले गरिरहेको। ल म एकचोटि फेरि बुझाउँछु कसरी हो के हो। सबभन्दा पहिला केही गर्नु पर्दैन हैन, सबभन्दा पहिला केही गर्नु पर्दैन। यो दुईटा प्यारल लाइन तान्ने, त्यो चाहिँ साल्ट ब्रिज हो। अनि साल्ट ब्रिजको यतापट्टि क्याथोड, राइट साइडपट्टि क्याथोड, लेफ्ट साइडपट्टि एनोड लेखिदिने। यो एनोडको धर्का तान्दिने। अब यो धर्का भनेको यही धर्का। अब यो याम्जी छ, याम्जी छ, याम्जी छ, याम्जी छ, यता सियु छ, सियु छ। यो क्याथोडमा त सियु छ नि। अब एनोडको ठाउँमा याम्जी याम्जी लेखिदिने, अनि क्याथोडको ठाउँमा सियु सियु लेख्ने। अब रह्यो कुराको त्यसको पावरको कुरा। अब पावरको कुरा लेख्दाखेरि एनोड माथि एनोड चाहिँ बढी प्लसलाई पछाडि लेख्ने र कम प्लसलाई अगाडि लेख्ने। त्यस्तै क्याथोडमा बढी प्लसलाई अगाडि लेख्ने, कम प्लसलाई पछाडि लेख्ने। ओके। र अर्को मेथड भन्दाखेरि अक्सिडेसन भनेको लस अफ इलेक्ट्रोन हो। अब यसमा अक्सिडेसन भयो, त्यही भएर योभन्दा यसमा धेरै प्लस छ, किनभने यसले लस गर्यो नि। त्यही भएर एनोडमा जहिले पनि लस हुन्छ, त्यही भएर एनोडमा यो पछि प्लस लेखेको। ओके। र क्याथोडमा जहिले पनि रिडक्सन हुन्छ, त्यही भएर यो प्लस कम प्लसवालालाई पछि लेखेको र पहिले नै हामीले बढी प्लसवालालाई लेखेको। यो बुझिन्न भने यो मेथड एप्लाई गर्ने। ल आई होप यो बुझिएको होला। नबुझेपछि फेरि एकचोटि रिपिट गरेर हेर्न सक्नुहुन्छ तपाईँहरू। ल अब हामी जान्छौँ सेल रियाक्सनतिर। सेल रियाक्सनतिर गएपछि ल अब सेल नोटेसन भयो। अब सेल रियाक्सन सेल रियाक्सन सेल नोटेसन रियाक्सन सेल रियाक्सन। ल अब सेल रियाक्सन गर्दाखेरि केही गर्नु पर्दैन। फेरि क्वेसन लिन्छ यामजी प्लस 2 अपन यामजी इज इक्वल टु माइनस 2.37 volt E naught Cu plus 2 upon Cu is equal to plus 0.34 volt। ल अब यसलाई हामीले यामजी र Cu लेख्यौँ। ओके। हामीले यामजी र Cu लेखेपछि यो गिभन भनेर लेख्ने। यो क्वेसनमा दिएको हुन्छ गिभन भनेर यहाँ लेख्दैन, हामीले लेख्यौँ। अब सेल रियाक्सन लेख्दाखेरि एनोड हाफ जसलाई अक्सिडेसन हाफ पनि भनिन्छ। एनोड हाफमा हाल्ने और अक्सिडेसन हाफ। अब एनोड हाफमा के हो, एनोडको ठाउँमा के लेख्ने त, त्यही एमजी लेख्ने। यही त हो एनोड किनभने इस्तेमाल हुन्छ जहिले पनि। एनोड भएको यो बिग छ किनभने यहाँ प्लस छ, यहाँ माइनस छ, त्यही भएर एनोड भएको यो अनि क्याथोड यो भयो। अब यामजी लेख्ने सबभन्दा पहिला एनोडवाला यो प्लस केही नलेख्ने, प्लस ल। अब मैले के भनेको थिएँ कि एनोडमा बढी प्लसलाई पछाडि लेख्ने, यही नोड एप्लाई गर्ने है। अब बढी प्लस कुन छ, बढी प्लस त प्लस 2 हो, प्लस 2। अब प्लस जति प्लस 2 छ त्यति 2e माइनस लेख्ने। अब जस्तै यहाँ 4 छ, प्लस 4 भएको भने यहाँ पनि हामीले 4 लेख्यौँ। त्यही भएर जतिवटा पावर छ त्यतिवटा हामीले इलेक्ट्रोनहरू लेख्छौँ। जस्तै यहाँ 5 छ भने 5 लेख्छौँ। जस्तै यहाँ आलु प्लस आलु छ भने यहाँ हामी आलु लेख्छौँ। त्यही भएर जे यहाँ छ त्यही लेख्ने। अब किन लेख्ने अहिले म बुझाउँछु। प्लस 2, त्यही भएर यहाँ 2 लेख्यौँ हामीले, दुईटा इलेक्ट्रोन। ओके। अब यहाँ 2 कसरी आयो इलेक्ट्रोन, त यहाँ यसलाई ब्यालेन्स गर्नको लागि 2 आएको हो। यसलाई ब्यालेन्स गर्नको लागि 2 आएको हो। अब कसरी ब्यालेन्स भयो भनेपछि यहाँ त हामीले लस भएको छ नि दुईटा इलेक्ट्रोन। यो प्लस भनेको लस अफ इलेक्ट्रोन होइन, लस होइन, यो प्लस लस अफ इलेक्ट्रोन होइन। भनेपछि यहाँ कतिवटा लस भएको छ, दुईटा लस भएको छैन। एनोडमा त अक्सिडेसन हुन्छ, अक्सिडेसन भनेको त लस अफ इलेक्ट्रोन हो। त्यही भएर जतिवटा यो प्लस छ जतिवटा प्लस छ त्यतिवटा इलेक्ट्रोन लस भएको। त्यही भएर यहाँ त इक्वल छ। अब यसलाई इक्वल बनाउनुको लागि यहाँ त दुईटा हरा छ। अब यहाँ इक्वल बनाउनुको लागि यहाँ दुईटा थप्नु पऱ्यो कि योसँग दुईटा छैन, योसँग 100 रुपियाँ छ। अब यसले मानौँ एमजी योसँग 98 रुपियाँ छ, 98 रुपियाँ छ होइन। भनेपछि प्लस 2 गरेपछि होइन 100, योसँग 98 रुपियाँ छ।
किनभने प्लस छ नि यसको चार्ज +2 छ नि, दुईटा इलेक्ट्रोन छैन मतलब कि दुईटा नम्बर छैन, यहाँ दुईटा इलेक्ट्रोन छैन। योसँग 100वटा इलेक्ट्रोन छ, योसँग 98वटा इलेक्ट्रोन छ र यो 98वटा किन भयो किनभने यहाँ दुईटा +2 छ भने दुईटा इलेक्ट्रोन छैन, त्यही भएर हामीले +2e लेखिदिएको हो। बुझ्यौ ल। अब यो नबुझेपछि अघि नैको मेथड अप्लाई गर्ने, यहाँ जति पावर छ त्यहाँ त्यति इलेक्ट्रोन आउँछ प्लस। अब एनोड हाफ त लेख्यो, अब क्याथोड हाफ रिडक्सन। अब क्याथोडमा के छ, सियु छ, सियु छ। अब यही मेथड अप्लाई गर्ने। क्याथोडमा के हुन्छ पहिला, के हुन्छ पहिला पहिला त रिडक्सन र पहिला बढी प्लसलाई अगाडि लेख्ने भनेपछि यहाँ बढी प्लस के छ, +2 छ अगाडि, +2। अब यहाँ केही छैन भने केही छैन, अब जतिवटा प्लस छ यहाँ त्यतिवटा 2e माइनस, 2e माइनस, किनभने यसलाई बराबर गर्नु पर्यो। अब इक्वेसन यसलाई 1 मा इक्वेसन 2 मा ल्याऊ, फ्रम 1 and 2, फ्रम 1 and 2, फ्रम 1 and 2 ल। फ्रम इक्वेसन 1 and 2, अब 1 and 2 लेख्दाखेरि mg plus 2 plus 2e minus plus 2e minus plus cu plus 2 cu। अब यसलाई सल्भ गर, के आयो, mg plus cu plus 2 plus 2e minus mg plus 2 plus cu plus 2e minus। अब यो 2e र यो 2e क्याटिङ भएको, के आयो, mg plus cu plus 2 mg plus 2 plus cu। यही नै हो तिम्रो सेल रिएक्सन, यही हो सेल रिएक्सन। सेल रिएक्सनमा केही गर्नु पर्दैन, एनोड हाफ लेख्ने, क्याथोड हाफ लेख्ने। एनोड हाफमा अघि नैको नोट पढेर यो थाहा हुन्छ होइन, यो प्लसवालालाई पछाडि लेखिदिने एनोडमा, अनि जतिवटा प्लस यहाँ पछाडि जतिवटा छ पावर त्यतिवटा 2e माइनस गरिदिने, किनभने यसलाई इक्वल गराउनु पर्यो। अथवा अक्सिडेसनमा जहिले पनि लस अफ इलेक्ट्रोन हुन्छ, लस अफ इलेक्ट्रोन भनेको प्लस चार्ज हो। ओके, त प्लस चार्ज यहाँ इक्वल गराउनुको लागि हामीले यसलाई लेखेको हो। अब क्याथोड हाफमा के छ, क्याथोड हाफमा त यही छ नि, फेरि रिडक्सन भनेको प्लस चार्ज पछाडि आयो, के अरे अगाडि आयो, बढी प्लसवाला अगाडि आयो। क्याथोडमा त अघि नै नोट लेखेको थियौँ कि प्लस चार्जवालालाई बढी प्लस चार्जवालालाई अगाडि लेख्ने, अनि जतिवटा प्लस चार्ज छ त्यतिवटा हामीले इलेक्ट्रोन लेख्ने यता, जस्तै यहाँ 4 छ भने यहाँ 4e लेख्ने, अनि यता cu जस्ताको तस्तै। अब यहाँ फ्रम इक्वेसन 1 and 2 गर्दा, इक्वेसन 1 मान्दैन इक्वेसन 2, अब इक्वेसन 1 2 मान्दाखेरि अब जे छ त्यो सब यताको भरि सब यता लेख्ने, यताको भरि सब यता लेख्ने, यताको भरि सब लेफ्ट साइडतिर लेख्ने, यताभरिको सब राइट साइडतिर लेख्ने। अब यो लेखिसकेपछि के आउँछ, mg को mg आयो, cu plus 2 को cu plus 2 आयो, 2e को 2e आयो, इक्वल टु यता mg को mg आयो, mg plus 2 को mg plus 2 आयो, cu को cu आयो, 2e को 2e आयो। अब यो 2e र यो 2e के हुन्छ, कट छ, यो 2e र यो 2e कट छ, अनि जुन जे बच्यो त्यही लेख्ने, अनि यही नै हो सेल रिएक्सन। ल, आई होप बुझ्यो होला, धेरै गाह्रो छैन। यसलाई 4 पटक सबैको के भन्छन्, इएमएफ, सेल नोटेसन र सेल रिएक्सन, यो 5 चोटि प्र्याक्टिस गर्ने, 5 चोटि, अनि बल्ल अरू काम गर्ने। पहिला यसलाई 5 चोटि प्र्याक्टिस गर्ने अनि अरू काम गर्ने। यसबाट 3 मार्क्स आउँछ, 3 मार्क्स आउँछ। ल, आई होप बुझ्यो होला। यसमा चाहिँ 3 मार्क्सको यो हुन्छ, अनि थ्योरिटिकलको कुरा त्यो मैले लेखाएको त्यो एकदमै पढ्ने, अनि एउटा अरू क्वेसन छ थ्योरिटिकलमा है, डिफरेन्स बिट्विन ग्याल्भेनिक सेल एन्ड इलेक्ट्रोलाइटिक सेल। यो क्वेसन थ्योरीमा एकदमै इम्पोर्टेन्ट छ, यसलाई पनि टिप्ने। यो क्वेसन अनि अस्ति न लेखाएको क्वेसन अनि यो न्युमेरिकल, यो 5 मार्क्सको आउँछ, विच इज भेरी हेल्पफुल फर पास मार्क। पास मार्क ल्याउनको लागि एकदमै हेल्पफुल हो, सजिलो पनि छ र गर्न पनि सकिन्छ, र यसमा धेरै मिस्टेक हुने चान्स हुँदैन, यसमा धेरै मिस्टेक हुँदैन। बस बुझ्नु पऱ्यो, 5 चोटि गर्नु, फिक्स 5 मार्क्स आउँछ। ल, आजलाई यति, ल, थ्याङ्क यू।